दर्शकबिन, झिलिमिली बत्तीको पर्व र हर्षो उल्लासको पर्व देउसी भैलोको पर्व तिहारको आगमन हुनै लागेको छ। तिहारको आगमन सँगसँगै राजधानी क्यानबेरामा विभिन्न कार्यक्रमहरू आयोजना गरिँदैछ, विशेष गरी देउसी भैलोका कार्यक्रमहरू। र एएनएफएस अस्ट्रेलिया नेपाल फ्रेन्डशिप सोसाइटीले यही 18 अक्टोबरको दिन दिउँसो 12 बजेदेखि नेपाल एम्बेसीबाट देउसी भैलो कार्यक्रम सुरुवात गर्दैछ। नेपाल एम्बेसीबाट उहाँहरू नर्थ क्यानबेराको मोनक्रिप कम्युनिटी पार्कमा पुग्नुहुन्छ। त्यस पछाडि उहाँहरू युथ एक्सिस सेन्टर क्विनबेन पुग्नुहुन्छ। त्यो बाहेक साउथ क्यानबेरा अनि मोलङ्गो भ्यालीसम्म पनि उहाँहरू पुगेर चाहिँ देउसी भैलो खेल्ने कार्यक्रम रहेको छ। र यो कार्यक्रम चाहिँ अस्ट्रेलिया नेपाल फ्रेन्डशिप सोसाइटीले हरेक वर्ष जस्तो यो वर्ष पनि आयोजना गर्दैछ। देउसी भैलो खेल्न चाहनुहुन्छ भने आउनुहोस्, हामी सँगै जोडिनुहोस् इन एसोसिएसन विथ एनआरएनए एससीएसीटी र नेपाली कला साहित्य प्रतिष्ठान।